बढ्यो सुनको मूल्य नेपाली इतिहासमै सबैभन्दा उच्च। नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु। नियमित सुन चाँदी अपडेट विशेषमा उपस्थित भइसकेको छु म मनोज। नियमित समयमा यही आइडी मार्फत नियमित सुन चाँदी अपडेट विशेष लिएर आउने गर्दछु। ढिला नगरिकन सुरु गरिहालौँ आजको सुन चाँदी अपडेट विशेष। आज मिति 2082 साल असोज महिनाको 23 गते बिहिबार रहेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघले दिएको पछिल्लो जानकारी अनुसार नेपालमा सुनको मूल्य प्रति तोला 1200 रुपियाँले बढ्दै आज भने 2,39,200 रुपियाँ कायम भएको छ। हिजो भने 2,38,000 रुपियाँ कायम भएको थियो। यसको मतलब प्रति तोला 1200 रुपियाँले आज वृद्धि भएको छ भने त्यस्तै गरेर चाँदीको मूल्य पनि 3,000 नआएको छ। हिजो भन्दा आज प्रति तोला 70 रुपियाँले चाँदीको मूल्य बढेको छ। 3,025 रुपियाँ प्रति तोला चाँदीको मूल्य भएको छ। हिजो 2,900 रुपियाँ 55 थियो चाँदीको मूल्य। तपाईँ चाहिँ नियमित सुन चाँदी अपडेट विशेषको भिडियो कहाँदेखि हेर्दै हुनुहुन्छ कमेन्ट गर्न भने नबिर्सनु होला। र सुनको मूल्य अझै धेरै बढेर अझै धेरै माथि पुगोस् भन्न चाहनुहुन्छ कि घटोस् र घटेर अझै धेरै कम आओस् भन्न चाहनुहुन्छ, आफ्नो धारणा कमेन्ट बक्समा भने लेख्न नबिर्सनु होला। भोलि नियमित यसै समयमा सुन चाँदी अपडेट विशेष लिएर आउने नै छु। तबसम्मका लागि मनोज पाठक सानो प्रोफाइल र मनोज क्रिएसन टिकटकलाई फलो गर्दै गर्नुहोला। के तपाईँ गुणस्तरीय डिजिटल ढकतराजु अथवा जोख्ने तौलनी यन्त्रको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने स्क्रिनमा देखाइएको नम्बरमा सम्पर्क गर्नुहोस्। सुपथ मूल्यमा पाउनुहुनेछ।